न्युजिल्यान्ड अप्लाई गर्दा ग्रीन लिस्ट कोर्स किन सिलेक्ट गर्नुपर्छ र ग्रीन लिस्ट कोर्स भन्ने चाहिँ के हो? आज हामी यो बुझौँ। न्युजिल्यान्डमा जुन जुन स्किलहरूको सर्टेज छ त्यो स्किलहरू गेन गर्नको लागि कुन कुन कोर्सेसहरू पढ्नुपर्छ, त्यो कोर्सेसहरूको न्युजिल्यान्डले एउटा लिस्ट बनाइदिएको छ। त्यही लिस्टलाई ग्रीन लिस्ट कोर्स भन्छ। अब ग्रीन लिस्ट कोर्स पढ्नका फाइदाहरू चाहिँ के हुन्? फर्स्ट वान चाहिँ हामीले ग्रीन लिस्ट कोर्स यदि सिलेक्ट गरेको छौँ र लेभल 7 ब्याचलर डिग्री, लेभल 9 मास्टर डिग्री अप्लाई गर्दैछौँ भने भिजा सक्सेस रेट एकदमै राम्रो छ। दोस्रो फाइदा चाहिँ यदि हामीले ग्रीन लिस्ट कोर्स सिलेक्ट गरेको छौँ र न्युजिल्यान्डमा आफ्नो डिग्री कम्प्लिट गर्छौँ भने पीआर को प्रोसेस पनि छिटो भइदिन्छ। तेस्रो फाइदा चाहिँ ग्रीन लिस्ट कोर्समा हामीले आफ्नो डिग्री ब्याचलर अर मास्टर कम्प्लिट गर्यौँ भने पोस्ट स्टडी वर्क पाइन्छ। त्यो पोस्ट स्टडी वर्कको टाइममा चाहिँ हाई डिमान्डेड जब भइदिन्छ ग्रीन लिस्ट कोर्सेसहरू र पे रेटहरू, वर्क अपर्च्युनिटिजहरू राम्रो पाउनुहुन्छ। चौथो फाइदा चाहिँ यदि ग्रीन लिस्ट कोर्स सिलेक्सन गरेर अगाडि बढ्दै हुनुहुन्छ भने तपाईहरूले ब्याचलरको लागि पनि डिपेन्डेन्ट लान सक्नुहुन्छ। सो हजुरहरूले ग्रीन लिस्ट कोर्सहरू सिलेक्ट गरेर न्युजिल्यान्ड अप्लाई गर्ने प्लान गर्नुभएको छ भने पिक्चर एजुकेसनमा आउनुपर्ने हुन्छ र यहाँको एक्सपिरियन्स गाइडेन्स लिएर न्युजिल्यान्डको प्रोसेस अगाडि बढाउनु पर्ने हुन्छ।